आज भने फाइनली युट्युबमा 1K सब्स्क्राइब पुग्यो। त्यही खुसीमा चटपटेर पानीपुरीको हामीले चाहिँ पार्टी हान्दै। अलराइट गाइज, आई होप सबजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज भने सानो काम परेको थियो, त्यही भएर भण्डारी भ्लगको गाउँमा गएको थिएँ। भण्डारी भ्लगसँग पनि भेट भयो अनि एकदम खुसी पनि लाग्यो है त मलाई। अनि 1K सब्स्क्राइब पुगेकोमा हामी चाहिँ यो भाइरल दिदीको पसलमा चटपटी खान गएको थिएँ। सबभन्दा पहिला चाहिँ हजुरलाई धेरै धेरै धन्यवाद, किनकि हजुरले नै गर्दा हो मेरो 1K सब्स्क्राइब पुगेको। मलाई भरोसा छ कि हजुरले पछि गएर यस्तै माया देखाइराख्नुहुन्छ भनेर। अनि हाम्रो दिदीले उता चटपटी गराउँदै हुनुहुन्थ्यो, हामी पनि यहाँ चटपटी खानलाई बसिरहेको थियौँ है त। फाइनली चटपटी पनि आइदियो। त्यसपछि हामी चटपटी खाइदिन लगाइदिन्छौँ है त। लिटरली चटपटी चाहिँ लास्टै मिठो थियो, भिडियोमा जस्तो थियो रियलमा पनि त्यस्तै रहेछ है। किनकि मैले भिडियो हेरेर आएको थिएँ, मैले चाहिँ सब खाएर भ्याइदिन्छु है। त्यसपछि चटपटेले मात्रै कहाँ पुगेर त्यसपछि हामीले पानीपुरी खान पर्ने हुन्छ। हाम्रो दिदीले त पानीपुरी गराउँदै हुनुहुन्छ। पानीपुरी पनि रेडी भइसकेको रहेछ, त्यही भएर हाम्रो दिदीले पानीपुरी ल्याइदिनु भएको थियो। अनि हामीले चाहिँ पानीपुरी खाइदिन सुरु गरिदिन्छौँ है त। मलाई चाहिँ चटपटे र पानीपुरी यस्तो मनपर्छ, हजुरले मनपर्छ कि नै गाइज कमेन्ट गर्नु होला। पानीपुरी देख्ने बित्तिकै मेरो मुखमा पानी आएको थियो, त्यही भएर म चाहिँ हतार नगरी खाइदिन सुरु गरिदिन्छु। लिटरली पानीपुरी पनि लास्टै मिठो थियो अनि खाएर पनि भ्याइदिन्छु। पछि पानीपुरी र चटपटेको बिल तिरेर हामी चाहिँ रुमतिर लाग्दिन पर्ने हुन्छ। मेरो मिनी भ्लग चाहिँ यहीँनिर भ्याइन्छ। यस्तै भन्दै हजुरलाई मेरो मिनी भ्लग राम्रो लाग्छ भने गाइज सेयर हानिदिनु होला, सब्स्क्राइब हान्नु चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ।